सन्तोष देउजाको भावुक स्टाटस। श्रीमतीलाई सरी अनुष्का, तिम्रो सपना लामो समय टिकाउन सकिन, मेरो श्रीमती हुनु नै तिम्रो पीडाको कारण बन्यो। मलाई माफ गरिदेऊ है। घर टुटेको हो, हिम्मत टुटेको छैन भन्दै डेरामा सरेको जानकारी गराएका छन्। एउटा व्यक्ति पत्रकारितामा भविष्य खोज्दै आउँछ, सङ्घर्ष गर्छ, विभिन्न ठाउँहरूमा पुग्छ, पीडितहरूका पीडाहरू क्यामेराको माध्यमबाट सम्बोधन गर्छ, नमिलेको घर मिलाउँछ, हराएका आफन्तहरू भेटाइदिन्छ। बिस्तारै उसलाई सबैले चिन्दै जान्छ, उसको मिडियाले राम्रै हाइलाइट पाउँछ र कमाई पनि राम्रै गर्न थाल्छ। बिस्तारै उसले बुझ्छ कि पत्रकारितामा भविष्य पनि छ र आम्दानी पनि ठिकै छ। अनि डेरामा दुःख सुख बसेको उसले ब्याङ्कबाट लोन लिन्छ र ठिक्कै घर बनाउँछ। जुन घरको सपना उसले वर्षौंदेखि देखेको थियो, दुई हुर्कदै गरेका सन्तान सहित 4 जनाको हाँसी खुसीको परिवार, सपनाको घर ऋण तिरी नसक्न पाउँदै आफ्नै आँखा अगाडि जलेर खरानी हुन्छ। जिन्दगीमा पहिलो पटक रहरले बनाएको घरमा उसको मेहनत, पसिना र दुःखका सुइटाहरू समेत जलाएर 1 घण्टामै खरानी बनाइदिन्छन्। आन्दोलनकारीको भेषमा छिरेका अपराधीहरूले ऊ नेता पनि होइन, भ्रष्टाचारी पनि होइन, तर पनि उसलाई निशाना बनाइन्छ। केही वर्ष अघि जुन सपना देखेर ऊ डेराबाट यो घरमा हाँसी खुसी सरेको थियो, आज ऊ त्यही सपनाको खरानीमा आँसु झार्दै फेरि सरेको छ। प्रिय साथी सन्तोष देउजा, तपाईको यो दुःखद घडीमा तपाईलाई फोन गर्न हिम्मत आएन र यो भिडियो बनाउँदैछु। जलाउनेहरूको भलो कहिल्यै नहोस्, हिम्मत नहार्नु है। हामी साथमा छौं, तपाईको घर फेरि उठाउनु पर्छ। त्यसको लागि हाम्रो तर्फबाट सक्ने सहयोग गर्नेछौं। जति सकिन्छ हामी गर्छौं। सुखमा पो सबै नजिकिन खोज्छन्, तर दुःखमा जो साथमा खडा हुन्छ त्यो नै असल साथी हो। हामीलाई विश्वास छ तपाईले गरेका सत्कर्मबाट तपाईले 2-4 दुश्मन कमाउनु भयो, तर साथी हजारौं कमाइसक्नु भएको छ। तपाईले हिम्मत हार्नुहुन्न, तपाईले फेरि उठ्नुपर्छ। दर्शकवृन्द, आखिर के गल्ती थियो सन्तोष देउजाको? न ऊ राजनीतिज्ञ मान्छे हो, न कुनै घुसखोरी हो त केवल एउटा सञ्चारकर्मी हो।